सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका टुल्लु बेबी आए पहिलो पटक मिडियामा। जहाँ पनि टुल्लु बेबीको फेरि आकर्षण छ क्या। आज कुलदाईसँग साँझ जोइन गर्छु भनिदिन्छु म। विगत सुनाउँदै यसरी हँसाए हेर्नुहोस्। स्वागत छ यहाँलाई। हजुर नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ दिपेन्द्र खत्री। हाल चाहिँ बस्ने अहिले दाङ तुलसीपुर 7 पर्सिनी घरखोला हो मेरो घर चाहिँ खासमा होइन। जे होस् रमाइलो लागिरहेको छ र टिकटकमा पनि म बोलिरहेको छु। मलाई त्यसै गरेर सपोर्ट गर्ने कुलदाई स्याड 7 दाईलाई पनि धेरै धेरै माया छ होइन। अनि त्यसपछि मैले थुप्रै भिडियोहरू बनाएँ। पहिला मान्छेहरूले मलाई होइन, पहिला त म एकदम धेरै गरिब पनि थिएँ अनि त्यतिखेर मसँग घर पनि थिएन। अनि बिस्तारै बिस्तारै मैले अनि मिहिनेत गर्दै गर्दै गएँ, चल्दै गएँ। त्यसपछि मलाई सबै दर्शकहरूले पनि निकै मन पराउनु भयो। जतिजनाले पनि मलाई मन पराउनु भएको छ मलाई खुसी लाग्छ। जे होस् खुसी लाग्छ। हजुरको नाम चाहिँ टुल्लु राख्नुभयो, किन राख्नुभयो? यो चाहिँ खास गरेर टुल्लु बेबी भनेको एउटा चाहिँ हेमन्त खनाल भन्ने हुनुहुन्थ्यो। उहाँ चाहिँ अहिले बाहिरतिर हुनुहुन्छ र उहाँले अल्लु अर्जुनको भाइ टुल्लु अर्जुन भन्ने एउटा फिल्म थियो, हिन्दी फिल्म मुभी। अनि त्यही भएर यसमा चाहिँ मलाई टुल्लु बेबी भनेर राखिदिएको। हजुर टुल्लु नाम चाहिँ फाप्यो। टुल्लु नाम चाहिँ एकदम राम्रो छ, मलाई पनि खुसी लाग्छ। अब बोल्दाखेरि पनि कस्तो सजिलो भयो क्या। टुल्लु बेबी दुईवटा अक्षरले मात्रै त जोडिने भयो नि, त्यही भएर। हजुर अनि टुल्लु बेबीको चाहिँ बेबी छ कि छैन? नाइ बेबी त छैन, अब सोचिरहेको छु। अब होइन कोही अब बनाउन खोजिरहेको छु। अब भेटेको छैन आजसम्म, अब खोज्दैछु, अब हेर्दैछु होइन। अझसम्म त अहिलेसम्म त सिङ्गलै बसेको छु। अब गर्लफ्रेन्ड सर्लफ्रेन्ड त त्यस्तो केही पनि छैन। अनि टुल्लु बेबीलाई बेबी चाहिँ कस्तो खालको भइदिएपछि एकदम चित्त बुझ्छ? नाइ मलाई चाहिँ कस्तो भन्दा पनि मलाई चाहिँ बेबी चाहिँ खास गरेर होइन आफूलाई माया गर्ने होस् र मलाई मेरो बुझ्ने होस् मन होइन, मलाई केयर गरोस् अनि त्यस्तो खालको चाहिएको छ मलाई चाहिँ खास गरेर। सही छ। त्यसो भए आजैको मितिदेखि तपाईँ कहाँ जोडिन सक्नुहुन्छ हजुर बेबीहरू? हजुर हजुर कति उमेर समूहको बेबी चाहियो? नाइ उमेर त अब तपाईँको होइन अब चलिहाल्छ 18 देखि माथि होइन। र अहिले त होइन 18 देखि माथितिर अब जति पनि हुन्छ भनौँ, जति पनि हुन्छ सक्नुहुन्छ सबैलाई व्यवस्थापन गर्न? सबैलाई त कहाँ सकिन्छ होला, एउटैलाई मात्रै सकिन्छ होला। अब सबैलाई त कहाँ सकिनु होइन। अब तपाईँ चाहिँ टिकटकमा कुल बोयासँग पनि जोडिनु भएको छ होइन? धेरैजना मनिषाहरूसँग मनिषा दिदी हजुर जोडिनु। कसरी पहिलो पटक चाहिँ कसरी जोडिनु भयो? हामी चाहिँ पहिलोपटक चाहिँ मेरो कुलदाई दादासँग कसरी जोइन भयो भने चाहिँ उहाँसँग पहिला उमेरमा ब्यालेन्स सकियो, चाड सकियो भन्ने एउटा टोन बनाएको थिएँ क्या। त्यो टोनमा एकदम निकै भिडियोहरू दलित दर्शकहरूले बनाइदिएको थिएँ। अनि त्यहाँदेखि दादाले मलाई आफै इन्भाइट गर्नुभयो। उमेरमा चाड सकियो, ब्यालेन्स सकियो भन्ने बेला गर्त बाबु गर्त भनेर भन्नुभयो। अनि त्यो गरेर हामी बिस्तारै बिस्तारै चिन्जान भयो। अनि दाइहरूलाई पनि मैले